सो हेलो गुड मर्निङ सबैजनालाई वेलकम ब्याक माई न्यू ब्लग। अनि धेरै दिनपछि आज चाहिँ बिहानै उठिसकेको छु होइन, 5:30 भइसक्यो। अनि अब त्यही हो अर्बेलिकी जस्तो टाइम रुटिन त त्यही हुन्छ मेरो चाहिँ अहिले पनि होइन। बिहान यसो फ्रेस हुने, अब ब्रसहरू गर्छु, ब्रस गरिसकेपछि काम आइसकेर दाइले पढ्नु सक्नु नि त जानुपर्ने हुन्छ। अब चाहिँ फ्रेसन भइसक्यो। मर्निङको काम पनि आइसकेको छ। गाडी पनि अब चार्ज भयो, चार्ज पनि हिरोको सुते यस्तो छ होइन, सुतिरहेको छ। भाइ ओ उठ लु, मेरो काम आयो, काम आयो, उठ। जानु मिल्यो भयो। अनि अब चाहिँ त्यो साथीहरू काममा जानुपर्ने हुन्छ होइन। बोक आएको छ होला, आएको कामलाई त गर्नुपर्ने हुन्छ। गाडी त्यस्तो गाडी अलिक बिचबाट त भइहाल्छ होइन। त्यही साथीहरू अब म चाहिँ काममा जानुपर्ने हुन्छ होइन। आज पनि खोइ अब वेदर चाहिँ तर बिहानको नि यस्तै होला किनभने पानी परेर लाजको देखिन्छ अब बिहान है, पानी पर्ला जस्तो हुन्छ। मैले चाहिँ गेटै तानेको छैन, गेट तान्नुपर्ने हुन्छ। ओइ भाइ, भाइ पनि यस्तो छ भाइ, त्यो चप्पल चाहिँ किन बोकिरहेको? के त कुद्नु जाने ल? बाटो खाली छ ल भाइ, ल जा ल। अलिक कुद्ने पो हो त, कहाँ फोन हेर्ने हो त? भाइ चाहिँ गयो, म चाहिँ जानु हुन्छ। म चाहिँ बिहान बिहान काम चाहिँ अब 5-8 बज्नु हुँदैछ। त्यही भएर अलिकति मान्छेहरू सबै चल्नुको लागि एक्लै हुन्छ क्या। अनि आजदेखि चाहिँ एक्लै भयो भने जान्छु दादा भनेर
फेरि लास्टमा हेरेर चाहिँ यहाँ आन्टीको रुमको ढोकै बन्द लक खोलेको रहेछ होइन अनि अब त्यहाँनिर कल गर्नुपर्ने हुन्छ फाइनल साथीहरू काम गर्ने आइसक्यो अब लिनुपर्ने हुन्छ काम त गर्नुपर्ने हुन्छ नि त दाइहरू पनि आइसक्नुभयो गाडी पनि आइसक्यो होइन अनि दाइ र म चाहिँ रेडी पनि भइसक्यो काम आएको मात्रै हुन्छ होइन ठिकमा हो चाहिँ हामी गाडी खोल्छौँ गाडीलाई सट्ट अहिले त लकै छ नि त अहिले यसलाई अनलक चाहिँ गर्नुपर्ने हुन्छ ल बिहान बिहान ढोक्यो गाडीमा चढ्यो गर्मी भयो होइन खानुपर्ने हुन्छ चिसो अनि यहाँ माथि चाहिँ हाल त्यस्तो हुन्छ क्या मा कसम होइन पसिना पसिना डेन्जर सबै आउँछ क्या माइक पनि भिजिसक्यो यो माइक हो काम गरी खानु जति गाह्रो केही छैन क्या फेरि
अब चाहिँ काम पनि सक्यो जानुपर्ने हुन्छ अब चाहिँ ल दाइहरू ल अब हामी जाउँ है ल अनि अब म चाहिँ निस्किसकेँ होइन यहाँदेखि जानुपर्ने हुन्छ अब चाहिँ सिटी कुदाउँछु एकैछिन कतै यताउति जाने मान्छे पाएको थियो गेट हो सर्ट चलाएर अनि भाइको रुम चाहिँ उनी पर हो होइन जानु चाहिँ पर्ने हो भाइलाई भरे भेट्न जानुपर्छ एकचोटि होइन अब एकछिन चाहिँ सिटी कुदाउनु पर्ने हुन्छ साथीहरू अब चाहिँ खाना खानु जानुपर्ने हुन्छ होइन भोक पनि लाग्यो अब भोक लाग्यो अब एकैचोटि 12 बजीतिर पर्दा निस्किन्छु बुढी भए जस्तो भएन बुढी चाहिँ अब केटिएम गएको छ त्यसले बस्ने अरे पुरा अहिले चाहिँ देख्नु सक्नुहुन्छ होइन घामले पनि के भन्ने हरियाली त पुरै ओइलाइदिने पातहरू त सबै ओइदिने मेरो भाइ चाहिँ आइसक्यो गेट लगायो भाइ गर्नु त ज्यादा गर्ने क्या अब जाने हो भाइलाई चाहिँ आन्टीकोमा छोड्छु अनि मम्मीकोमा गएर के खाजा खानुपर्छ अरे मम्मीकोमा गएर के खाजा खानुपर्छ अनि अब चाहिँ मम्मीकोमा दही थियो दही खाएँ लागेपछि चाहिँ मर्नुहुन्छ मर्नु माइती नलिएर क्या त्यो माइकले गर्दाखेरि लास्ट टिप सब सुन्यो अनि आज फ्राइडे हो तल त्यही भएर दमक बन्द रहेछ नि त यहाँ फ्राइडे भन्दाखेरि त अघि सुत्दिनु नि दिनु भयो